धन्यवाद सर धन्यवाद सर हामीले सहयोग गर्न लाउनु पर्ने मान्छे त तपाईँ लगाइरहनु भएको छ कि हामीलाई सुजल फुड्सले जुन चकलेट पहिला चाहिँ डेरीबाटै सुरु गरेको पाउडर दुध ल्याक्टोजले त त्यो केही समस्यै रहेछ। यो चाहिँ घाँसलाई साइलेस बनाउने गाईको घाँस हजुर कति उमेर भयो? 24 महिना 24 महिना र अब एक हप्ता जति भयो। बिहाको यो सेक्सनमा हामीले गर्छौँ, छोरी नै पाउँछ। अनि हामीले यस्तै यसो चाहिँ 200 वटा ओपनली आफै उसको आफ्नो आफ्नो आफू खुसीले यिनीहरूलाई खुवाउनलाई चाहिँ कहाँ लाग्छ? खुवाउनलाई यहाँ छ। त्यहाँ यसो मुख लगाएको थियो हजुर पानी यो तिनीहरू नानीले गाई नुहाइदिने वा केही हो नि यो अहिले चाहिँ ठ्याक्कै जस्तो आजको दिनमा साना ठुला दुध दिँदाका नदिएका लगायत गरेर कति छ? 500 प्लस छन् हजुर। 500 प्लस दुध दिने दुहुने बेला है अहिले भइसक्यो त्यहाँ ल मिल्किङ हुँदैछ त्यहाँ। यसले खाँचोमा डाइरेक्ट त्यो त सम्भवै हुँदैन। घरको 2-3वटा गाई पाल्ने हुन्छ बाछा फुकाउने ल्याउने दुध दुहिसकेर कति यसले पुग्यो भन्ने थाहा हुन्छ त्यसको? होइन यो फुल्ली अटोमेटिक लगाइदिने कहिले के हुन्छ नि एकदम 30,000 त होइन दुईटा गाई ढोका छ उयो सानो अलिक पर छ यो यिनीहरूलाई चाहिँ हेर्ने मान्छे नै छुट्टै अनि यो बत्ती भयो त्यसै भयो ल्याइ गरेर जर्सी नै सिमेन्ट लाएर चाहिँ निकालेको